फ्रेन्ड्स, आज चाहिँ म रायोको साग रोप्नु जाँदैछु। यो चाहिँ मेरो बिउ हो। अनि म चाहिँ पल्लो गाउँबाट चाहिँ मल लिएर आएको। हेर्नुहोस् न, आजकल त गाईको मल पाउँदैन हो, त्यही भएर चाहिँ बाख्राको मलमै रोप्नु लागि चाहिँ यो मल लिएर आएको। अन्त यो अब गाईको पाएको भए त राम्रो हुन्थ्यो है। साग रोप्नु चाहिँ यसरी डोब बनाउँछु, म सानो सानो डोब बनाउँछु हो। अनि यहाँ सबै प्रायः नै खनिसकेँ, मैले डोब बनाइसकेँ। अनि यसमा चाहिँ अलिअलि मल हाल्नुपर्छ। यो बाख्राको मल चाहिँ पुरा कडा हुन्छ नि त कि, अन्त त्यो कम्ती कम्ती मल हाल्नुपर्छ हो। अन्त यो मल हालेर चाहिँ प्रायः मैले डोब बनाएर हालिसकेँ हो। अब चाहिँ म सागको बिउ रोप्नु जाँदैछु। हेर्नुहोस् है, यो सागको बिउ चाहिँ छिप्पिएको टिपेको, यो छिप्पिएको चाहिँ छिट्टो सर्छ नि त हो, त्यो भएर चाहिँ अनि रोप्नु जाँदैछु है। म चाहिँ साग रोप्दा चाहिँ म चाहिँ बेलुका रोपेको। हेर्नुहोस् न, साग चाहिँ कि बेलुका कि बिहान रोप्नुपर्छ है, नभए चाहिँ घामले सबै सुकिहाल्छ हो। रात पर्न आँट्यो। हेर्नुहोस् न, रोप्दा रोप्दै म चाहिँ प्रायः सागहरू रोपिसकेँ है। अन्त यो चाहिँ भोलिपल्ट बिहानको यो चाहिँ साग रोपेर चाहिँ मजाले पानी चाहिँ हालिहाल्नुपर्छ हो। अन्त यसरी बिस्तारै सर्दै आउँछ हो। भोलि पर्सि अब ठुलो झ्याङ भएपछि तपाईँहरूलाई देखाउँछु।